हेलो गाइज, हजुरहरूलाई फेरि पनि स्वागत छ यो अल इन वान भ्यू युट्युब च्यानलमा। अस्ति हामीले डे 1मा गरिसकेका थियौँ आधी क्वेसन। फेरि आज खरिदारको फेरि अरू क्वेसनहरू लिएर आएको छु र त्यसमध्ये चाहिँ एउटा प्रश्न नम्बर 13मा छ, कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटो डट हो भने यसको चाहिँ सही आन्सर छ अप्सन सी, तलैया माटो। प्रश्न नम्बर 14मा छ, हाल नेपालमा प्रति हेक्टर रुखहरूको सङ्ख्या डट छ कति रहेको छ? यसको सही आन्सर छ अप्सन डी, 430। प्रश्न नम्बर 15मा छ, नेपालको कुन ठाउँमा क्रमशः तामा, सुन, फलाम र कोइला पाइन्छ? यसको सही आन्सर रहेको छ अप्सन ए, कुलेखानी, कालीगण्डकी, फुलचोकी र चितवन। प्रश्न नम्बर 16मा रहेको छ, नेपालभन्दा चीन कति गुणा ठुलो छ? नेपालभन्दा चीन कति गुणा ठुलो छ? यसको सही आन्सर रहेको छ अप्सन बी, 65 गुणा। र प्रश्न नम्बर 17मा छ, प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेको छ? यसको सही आन्सर रहेको छ अप्सन बी, 3750 मिटर। प्रश्न नम्बर 18मा छ, समूह आई र आइआईको जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ। अब यसमा चाहिँ हामीले एमा छ नन्दनताल, 1 कास्की, बी बेगनासताल, 2 धनुषा, सी दामोदर कुण्ड, 3 पाल्पा, डी गङ्गासागर, 4 मुस्ताङ। यसको सही आन्सर रहेको छ अप्सन सी। प्रश्न नम्बर 19मा छ, नेपालको सबभन्दा ठुलो नदी कुन हो? नेपालको सबभन्दा ठुलो नदी कुन हो? यसको सही आन्सर रहेको छ अप्सन ए, सप्तकोशी। प्रश्न नम्बर 20मा रहेको छ, जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ। अब यसमा चाहिँ शिखर र उचाइ मिटरमा भनेको छ। शिखर कञ्चनजङ्घा, उचाइ 1.8586 मिटर, चोयु 2.8516 मिटर, मकालु 3.8463 मिटर, डीमा छ लोत्से 48201। यसको सही आन्सर रहेको छ अप्सन ए, A1, B4, C3, D2। प्रश्न नम्बर 21मा छ, नेपालको उत्तर दक्षिण सरदर चौडाइ किलोमिटर छ? सरदर चौडाइ डट किलोमिटर छ। नेपालको उत्तर र दक्षिणको सरदर चौडाइ कति रहेको छ? हाम्रो सही आन्सर रहेको छ अप्सन बी, 193 किलोमिटर। प्रश्न नम्बर 22मा छ, लोकताको जिल्ला र झोलुङ्गे फुलको जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ? लोकताको जिल्ला र झोलुङ्गे फुलको जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ? यसको सही आन्सर रहेको छ अप्सन डी, बागलुङ। प्रश्न नम्बर 23मा रहेको छ, लिस्ट आई र लिस्ट आइआई बीच जोडा मिलाउनुहोस् र सही उत्तर छनौट गर्नुहोस् भन्ने छ। अब यसको लिस्ट आईमा छ डोल्पा, बागलुङ, तनहुँ र प्युठान। लिस्ट आइआईमा छ व्यासको जन्मभूमि, 2मा स्वर्गद्वारी, 3मा यसको आकार नेपालको नक्सा जस्तो छ, डीमा नेपालको सबैभन्दा ठुलो जिल्ला क्षेत्रफलका हिसाबले भनेको छ। अब यसको सही आन्सर रहेको छ अप्सन ए, को 4, डोल्पा नेपालको सबैभन्दा ठुलो जिल्ला क्षेत्रफलको हिसाबले, अनि बीको 3 अप्सन बागलुङ, यसको आकार नेपालको नक्सा जस्तो छ। उनको सीको 1 भन्ने छ तनहुँ, व्यासको जन्मभूमि, र डीको 2 भन्ने छ प्युठानको स्वर्गद्वारी। लगायत हजुरहरूलाई आजलाई यति। हजुरहरूलाई कस्तो लाग्यो केही प्रतिक्रिया दिनुहोला।